ज्ञान अटो इन्टरप्राइजेसमा सबैजनालाई स्वागत छ। तपाईँहरूलाई सेकेन्ड ह्यान्ड बाइक स्कुटर सस्तोमा चाहिएमा हामीलाई सम्झनु होला। हामीसँग धेरै किसिमका बाइक स्कुटरहरू छन् अहिले। त्यसमा पनि हजुरहरूले पुरानो बाइक लिएर आएर कुनै नयाँ लान खोज्नुभएको छ या साट्न चाहनुहुन्छ भने हामीसँग एक्सचेन्जेबल पनि छ। हामीसँग कुन कुन बाइक छ, कुन कुन स्कुटर छ, सर र भिडियो हेर्नु होला है त। पहिला सर र बाइकहरू हेर्नुहोस् अनि त्यसको प्राइस म बिस्तारै भनिहाल्छु। बाइक स्कुटरहरू अहिलेसम्म यति नै छ होइन। अब यसको प्राइस चाहिँ म हजुरहरूलाई बिस्तारै भिडियोमै भन्दै जाँदैछु है त। यो अघि भर्खर भिडियोमा देखाएको 220 135 लटको हो भने यो 2022 मोडलको यो हजुरलाई 2,65,000मै आउँछ भने, त्यसै गरी हामीसँग RC 390 रहेको छ। यो 2014 मोडलको हो भने अहिलेसम्म सिङ्गल ह्यान्ड बाइक यो हजुरलाई अफरमा भनेर जम्मा 1,65,000मै आउँछ। त्यसै गरी FZ 250 रहेको छ, ABSमा हो भने 2019 मोडलको हो। रनिङ वाइज अहिलेसम्म 32,000 रनिङ छ। यो हजुरलाई 1,75,000मै आउने भयो। त्यसै गरी हामीसँग रहेको NS 035 लटको 17,000 रनिङ, FI ABS दुइटै भएको। प्राइसको कुरा गर्दाखेरि यो हजुरलाई मात्र 2,75,000मै आउने भयो। त्यसै गरी RTR 200 018 लटको हो भने यो हजुरको 2020 मोडलको बाइक हो। यो हजुरलाई मात्र 1,75,000मै आउने छ। त्यसै गरी यता आएर स्कुटर हेर्दाखेरि हजुरको एप्रिला SR 150 जुन कि 031 लटको हो भने 2021 मोडलको सिङ्गल ह्यान्ड स्कुटर, यो पनि हजुरलाई मात्र 1,70,000मै आयो। त्यसै गरी हामीसँग छ होन्डाको ग्रेजिया 043 लटको, यो चाहिँ हजुरको अञ्चलीकरण भएर आएको छ भने 2018 मोडलको, यो हजुरलाई मात्र 1,55,000मै आउने छ। त्यसै गरी हामीसँग रहेको डिओ 94 लटको हो भने 2018 मोडलको, यो हजुरलाई मात्र 1,32,000मै। त्यसै गरी यता हजुरको एन्ट्रक रहेको छ डिस्कमा हो भने 117 लटको 2020 मोडलको सिङ्गल ह्यान्ड, यो हजुरलाई मात्र 1,48,000मै आयो। अब सस्तो बाइक चाहिने पठाउ गर्न चाहनुहुन्छ भने चाहिँ यो हजुरको प्यासन प्रो भन्ने हो, 110 सीसीमा हुन्छ। हजुरको मोडल अनुसारले यो 2011 मोडलको हो। प्राइसको कुरा गर्दाखेरि हजुरलाई 55,000मै आउँछ। सेल्फ स्टार्ट, डिजिटल मिटर, एलो व्हिल सबै भएको बाइक हो। त्यसै गरी अर्को छ साइनमा, हजुरको डिस्क ब्रेकमा हो। 50 लटको साइन बाइक हो भने हजुरको फुल पेन्ट भएर आएको छ। यो हजुरलाई मात्र 78,000मै आउने भयो। त्यसै गरी 125 सीसीमा 105 लटको 2019 मोडलको ग्ल्यामर, जुन कि माइलेजको अहिलेको लागि एकदम बेस्ट हुने बाइक, पठाउ इन राइड गर्नलाई, अफिस घर गर्नलाई हुने बाइक हजुरको। यो 105 लटको हो भने हजुरहरूलाई 95,000मै आउँछ है। अब मान्छेले त लटको 1,000 भन्छन्, तर यो हजुरलाई लटको 1000भन्दा पनि कममै आयो। त्यसै गरी हामीसँग छ NS 200, अहिलेको जेनेरेसनको मान्छेले एकदमै रुचाएको, मार्केटमा सर्वाधिक बिक्री हुने बाइक NS 114 लटको हो भने मोडल अनुसारले यो 2019को लास्टको बाइक हो। हजुरहरूलाई यो बाइक अहिले पनि मार्केटमा बुझ्नुहुन्छ भने 180 175 भन्छ भने हजुरलाई यो मेरो ब्लग हेरेर आउनुहुन्छ भने हजुरलाई 1,60,000मै आयो। त्यसै गरी हामीसँग रहेको छ भेस्पा 150 को हो भने यो हजुरको अञ्चलीकरण भएर आएको छ, 2017 मोडलको हो। यो हजुरलाई अहिले आयो 1,25,000 मै।
त्यसै गरी हामीसँग एन्ट्रक रहेको छ सुपर स्क्वाड मोडलमा हो भने मोडल अनुसारले यो 2021 मोडलको हो। सिङ्गल ह्यान्ड स्कुटर रनिङ वाइज हजुरको 18,000 रनिङ छ। यो हजुरहरूलाई अहिले अफरमा मात्र 1,75,000मै आयो। त्यसै गरी सस्तो स्कुटर चाहिनेहरूलाई यो एभिएटर 55 लटको एभिएटर हो भने मोडल त अब पुरानै हो, हजुरहरूलाई मात्र 75,000मै आयो। त्यसै गरी हामीसँग अर्को छ होन्डाको डियो 64 लटको, हजुरहरूलाई यो 64 लटको डियो 88,000मै आउँछ। अब हाम्रो पसल आउनुहुन्छ या कमेन्ट लाइक गरेर आउनुहुन्छ भने मेरो भिडियो मार्फत आउनेहरूलाई 5,000, त्यसमा पनि स्पेसल डिस्काउन्ट छ। भिडियो के कस्तो लाग्छ हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला। अझ यसमा पनि हजुरहरूलाई अझै सस्तो बाइक चाहियो भनेमा हामी हजुरहरूको लागि खोजेर नयाँ अपडेट गराउने नै छौँ।